फाइनली गाइज हामी चाहिँ आइसक्यौँ किसान माछा फ्राई एन्ड खाजा घरमा होइन घुमै खानको लागि। यता चस्मा पो बेच्दैछ नि त यहाँ हेर्नु न। यहाँ चाहिँ गाइज फाइनली चाहिँ हामी भाइहरूसँग आइसकेको छौँ होइन। म चाहिँ यता भित्तातिर सेपेर बसेको छु। यहाँ भाइ चाहिँ अलिकति कुकुरसँग खेल्न थालिसक्यो। यहाँ होटलको कुकुर रहेछ यो चाहिँ। सो हे गाइज गुड मर्निङ एभ्री वान, वेलकम ब्याक टु माई न्यू एनदर भ्लग। अहिले चाहिँ बिहानको 11 बजिसकेको छ। आज चाहिँ मैले अलिक ढिलो चाहिँ भ्लग बनाउनु स्टार्ट गरेको होइन। हाम्रो चाहिँ खानासाना पनि सबै पाकिसक्यो होइन। खाना दाल तरकारी देख्न सक्नुहुन्छ। खाना चाहिँ यहाँ छ हामीसँग। सब्जीमा चाहिँ हामीसँग आज आलु फ्राई रहेछ। कुकरमा चाहिँ दाल छ होइन। भाइहरू चाहिँ यहाँ मस्तसँगले फोन चलाउँदै बसिरहेछन्, गेम खेल्दैछन् क्या हो। अर्को केटा यता छ। अब चाहिँ दाई पारामा खानासाना पस्किने अनि गम खानुपर्छ। ओभर भोक लागिसक्यो गाई चाहिँ आज। 11 बजिसक्यो नि त होइन। अब चाहिँ दाई पारा मैले पस्किन्छ खाना अनि खानुपर्छ। भाइले चाहिँ यहाँ खानासाना पनि पस्किन थालिसक्यो गाइज, देख्न सक्नुहुन्छ। टक्कसँगले 3टा थालमा खाना पस्किन्छ। अब म चाहिँ गएर हात धोएर आउँछु गाइज। अनि हातसाथ धोएर आउने अनि चाहिँ के गर्ने भनेदेखि स्वाम खाने। फाइनली गाइज हाम्रो अहिले खाना पनि पस्किसकेको छ भाइले होइन। अब चाहिँ मैले हातसाथ धोएर पनि आइसकेँ। भाइहरू रेडी छन्, यहाँ भोक लागिरहेछ केटाहरूलाई पनि मजाले। मलाई त झन् यस्तो भोक लागेको छ कि कतिखेर चाहिँ गम खाइहाल्नु। भात चाहिँ कुन नदिएछ हौ। आज त मलाई ओभर भोक लागेको छ। अलिक धेरै भात खानुपर्छ क्या गाइज। आज चाहिँ आलु चाहिँ मिठो छ गाइज, आलु मिठो छ। हामीसँग यहाँ यति धेरै खोर्सानी छ होइन, जिरे सिरे के हो। म यहाँ खोर्सानी कतिवटा खान्छु हेर्नु ल गाइज। टिप्छु 5-6वटा जति पिरो खोर्सानी होइन। भात पाएको छैन भनेर बाबुला सुत्यो। मैले बिहान पकाएर राखिरहेको थिएँ। कहाँ गएको सुदीप चाहिँ? चाउ चाउ देख्न सक्नुहुन्छ त्यहाँनिर कतिवटा खोर्सानी छ। 1 2 3 4 5 6 7 8 8वटा भन्नाले चाहिँ यो पकाएको है। यो तरकारी दालमै पाएको खोर्सानी हो यो चाहिँ। कसरी खान्छु हेर्नु ल म। त्यस्तो गरेर मुस्ने यसलाई होइन। आलु सालु पनि यसरी मुस्ने, त्यो मुस्ने होइन। पिरो गाइस, पिरो खतरनाक पिरो। आनन्द आयो गाइस, आनन्द। एकदम मिठो छ गाइस। अब चाहिँ म मजाले खाना खान्छु होइन। हामी चाहिँ खाना खाइसकेपछि भेट्नुपर्छ है त गाइज। फाइनली गाइज हामीले चाहिँ खानासाना पनि खाइसक्यौँ भनेर भनिदिएँ। मैले चाहिँ खाना पनि खाइसकेँ होइन। भाइहरू चाहिँ मस्त खाँदैछन् यहाँ ल्याम कि ल्याम। अर्को भाइले चाहिँ यहाँ खाएर हेर्नु गाइज कस्तो मैले तेर खिरा छ। कट्टु हेर्नु गाइज, कट्टु भाइ यस्तो कट्टु खुट्टा फ्या पारेर। अब चाहिँ केटाहरू यहाँ मस्त खाना खान्छन्। हामीले चाहिँ दुईजना चाहिँ खाना खाइसक्यो होइन। अर्कोले पनि खाइसक्यो, सुदीपले खाना बाँकी छ। अबदेखि आराम गर्नुपर्छ गाइज। धेरै खाइसक्यो खाना, उकुस मुकुस भइरहेको छ एकदम। लास्ट गाह्रो भयो। खानासाना पनि खायो चाहिँ हामी चाहिँ अहिले जस्ट डाँडातिर जाँदैछौँ गाइजहरू। अब यसो हावासावा खाइदिउँ। यहाँ चाहिँ कहिले बाँस काटेर लडाइरहेको रहेछ। हामी भाइ र म चाहिँ यसो डाँडातिर गइदिने होइन। डाँडा पनि आउन आँटिसक्यो। तपाईँसँगले हावासावा खाने, त्यहाँ यसो बस्ने, चिसो हावा चलेको छ भने एकछिन खाने अनि फर्किहाल्ने। खोइ गाइज डाँडा त आइपुग्यो होइन। हिजो अस्तिसम्म चाहिँ बाँसमा हावाले लिचिक पार्थ्यो। आज त हावै छैन केही पनि। गर्मी पो छ आज त। पुरै राफ आइरहेछ। खोलातिर यसो केटाकेटीहरू माछा मार्दैछन् म परतिर। म पर यहाँ रुखले छेलेको छ। केटाकेटीहरू माछा मार्छन् खोलामा। पानी पनि छ अलिअलि। अब के गर्नु त, अब आइहाल्यो। एकछिन बस्यौँ अनि फर्क्यौँ। यहाँ हेर्नु न गाइस, यत्रो मान्छेहरू छन् यहाँ। सबै केटाकेटी यहाँ पौडी खेल्दै के अरे माछा मार्छन्, पौडी खेल्छन्। यहाँ यत्रो बुढो मान्छे पनि छ क्या यहाँनिर हेर्नु नि। बिचरा के गरेको होला। देख्न सक्नुहुन्छ गाइस पछाडिको भ्यू। खोलामा माछा मार्दैछन् अहिले फिलहाल होइन। यहाँ चाहिँ मकै बारीमा एकदम चाहिँ पोलेर खाने खालको मकै भइसकेको रहेछ। अब गएर यो मकै चोरेर खाइदिउँ भने त्यहाँ छिमेकीले देख्यो भने त मारिहाल्छन्। चोर्नु पनि कसरी चोर्नु, फेरि मकैमा चोर आरोप लाग्यो भने त साह्रै नमिठो हुन्छ होइन। त्यही भएर मैले मकै सकै मार्दै गाइस। एकछिन चाहिँ मन लागिरहेको थियो एउटा मकै चाहिँ लिएर जाउँ कि क्या पोलेर खानालाई भनेर होइन। तर नलाने होस्, भयो नलगाउँ।
हाम्रो कुमार भाइ चाहिँ यता छ गाइज गर्मी यसो हाखाना आएको यहाँ त राप रहेछ सबै अब रापले चाहिँ अब चाहिने फेरि फर्काइहाल्यो हामीलाई जाउँ फर्काउँ कामै भएन गाइज आएको त यसो हावासावा खानुलाई त हावै छैन बरु रुममै फ्यानको हावा बरु सरर चल्छ आहा आनन्द गाइज हामी चाहिँ अहिले रुम पनि आइसक्यो फाइनल्ली होइन अब चाहिँ हामी कृष्ण मन्दिर जानु लागेको घुँगी खानुको लागि त्यहाँ चाहिँ एकदम स्पेसल घुँगी पाउँछ एकदम चटकदार होइन पिरो पिरो दामी स्पेसल अब म तपाईँहरूलाई त्यहीँ गएर देखाउँछु यहाँबाट चाहिँ हिँड्दै हामी 2 मिनटमा पुग्छौँ कृष्ण मन्दिर त्यहाँ अगाडि नै छ भाइहरू चाहिँ रेडी भएर बसिरहेछन् सुदीप चाहिँ बाथरुम गएको छ होइन सुदीप बाथरुमबाट आउँछ अनि 4 जना मिलेर हामी घुँगी खान जानुपर्ने हुन्छ कृष्ण मन्दिर हामी चाहिँ लाग्यौँ है गाइस कृष्ण मन्दिरतिर घुँगी खानुको लागि भाइहरू अगाडि हिँड्दैछन् पछाडि पनि छ अर्को केटो अब चाहिँ टक्कसँग कृष्ण मन्दिर पुग्ने अनि घुँगी खाने दामी पारामा मिठो खालको होइन यस्तो छ गाइस बाटो हाम्रो झापामा अहिले फिलहालको लागि होइन यहाँ डाइभर्जन छ यो पनि डाइभर्जन नै हो यहाँनिर लास्ट खतम बाटो क्या डेन्जर हामी यहाँ तलबाट आएको गाइस यता तलबाट यताबाट मान्छे त कतै डर मर्दछ भने गाडीले यस्तो सेपेर ल्याउँदैन हेर्नु न सानो छ क्या हाइवे पनि मतलब 2 साइड बनाएको छ तर सानो सानो बाटो बनाएको छ एकदम गाह्रो छ गाह्रो बाटोहरू सक्नुहुन्छ गाइस बाटो यस्तो छ यार मान्छेलाई खतम के बित्ति खतम बाटो बनाएको यार टोक्ने त्यो कहिले बन्छ यो लास्टै गाह्रो भयो यार हामीलाई पैदल यात्रीलाई त यहाँ त लास्टै गाह्रो पो छ त गाइस हामी चाहिँ आइसक्यौँ किसान माछा फ्राई एन्ड खाजा घरमा होइन घुँगी खानुको लागि यहाँ त चस्मा पो बेच्दैछ नि त यहाँ हेर्नु न यहाँ हामी चाहिँ गाइस फाइनली चाहिँ हामी भाइहरूसँग आइसकेको छौँ होइन म चाहिँ यता भित्तातिर सेपेर बसेको छु अनि यहाँ भाइ चाहिँ आउने त कुकुरसँग खेल्न थालिसक्यो यहाँ होटलको कुकुर रहेछ यो चाहिँ गाइस हामी चाहिँ घुँगी खान थालिसक्यौँ होइन फाइनल्ली एकदम टेस्टी छ देख्न सक्नुहुन्छ ए धन्यवाद हो आइडिया मिठो बबाल छ बबाल पिरो धन्यवाद चिउरा गाई चिउरासँग झोल तिमीलाई भएको चिउरा फाइनली गाइस हामीले चाहिँ खाइ पनि सक्यौँ होइन केटाहरूले यहाँ मुर्याउँदैछन् कस्तो भयो त घुँगी नम्बर तिमीलाई कस्तो लाग्यो एकदम टेस्टी मलाई एकदम पिरो थियो होइन चिउरासँग हालेर झोलसँग चाहिँ स्वाप खायो कोक पनि खाइदिउँ आजको घुँगी खुवाइ कस्तो लाग्यो कमेन्ट गर्नु होला गाइस अब चाहिँ हामीले भिडियो यहीँ इन्ड गर्नुपर्ने हुन्छ अब चाहिँ हामी लाग्दिएको होइन घरतिर फाइनली खाइ पनि सक्यो सक्नु चाहिँ यत्रो घुँगी खाइयो गाइस खतरा पिरो छ गाइस खतरा सो आजको लागि यति नै बाई बाई